गाइज हामी चाहिँ रातिको 2 बजे मेहन्दी लाउँदैछौँ। दिनभरि भाग्दा 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 होइन, अनि सबैको 8 गते लगन भएको भएर जुन ठाउँमा पनि सबै मान्छेहरू बिजी 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 होइन। अनि त्यस पछाडि एकदम गाह्रो भयो। अनि त्यस पछाडि चाहिँ हाम्रो चाहिँ हामी सँगै पढाउने साथी होइन, यता चाहिँ रसु टिचर, यता चाहिँ रसु टिचरको बहिनी असु, अनि यता चाहिँ अर्को बहिनीको नि बहिनी, यता अर्को साथी अनि सबैजना मिलेर चाहिँ मलाई हेल्प गर्दै हुनुहुन्छ। अनि खासमा चाहिँ अब यता पनि लाउने भनेको, तर अब रातिको 2 बजिसक्यो, सबै काम सकेर चाहिँ बल्ल मेहन्दी लाउन सुरु गरेको, त्यसले गर्दाखेरि ढिला भयो। तर केही छैन, यता मात्रै मेहन्दी लाउने एउटा रहर हो होइन, बिहेको बेलामा पुरा गर्नुपर्छ भनेर रहर पुरा गर्न लागेको, के गर्न आपतै पर्यो। अनि त्यसपछि कोही सुतिसकेका छन्, कोही यहाँ यतिकै जागरामा बसिरहेछन् है। अनि एकदम रमाइलो छ हाम्रोमा चाहिँ। अब रातिको 2 बजे नै अब फेरि मेकअप गरेर रेडी भएर बस्ने हो। दुला राजा चाहिँ 7 बजी भन्दा आइपुग्छ। हालत खराब छ, हालत खराब छ, तर रमाइलो पनि भइरहेछ, त्यही हो। अनि गाइस कति राम्रो हाम्रो रासु टिचरले लगाइदिनु भएको यो चाहिँ। अनि यो चाहिँ अब बुढेसकालसम्म याद हुन्छ होइन, यो चिजहरू चाहिँ। बुढाको नाम तिमी मेरो अर्काको बुढाको नाम खोज्दै आउँछौ। मैले देखिसके, तर यहाँ धन्न किरा नभएछ। आज चाहिँ हाम्रो खुसीको दिन, हाम्रो दिदी नयाँ जिन्दगीको सुरु गर्न गइराख्नु भयो। अनि सबै बाबा नमस्ते। आमा नमस्ते। यहाँ अलिक बुढेउली को हुनुहुन्छ? ए आमा र बाबा। ल अब के भन्नु, अब नमस्कार सेवारो झोरले है। अब हाम्रो यो लिम्बूको संस्कारमा चाहिँ के छ भन्दाखेरि नि, यसो हामी आएर अब तपाईँहरूको भन्दाखेरि त अब कस्तो भन्छ भने, अब तपाईँहरूको घर आँगनमा चाहिँ फुल फुलेको रहेछ होइन। अनि त्यो फुल चाहिँ हाम्रो भमराले मन पराएर चाहिँ फुलै टिपेर लान्छु भनेर चाहिँ यहाँ हामी चाहिँ आइराखेको छौँ होइन। त्यसले गर्दाखेरि अब हाम्रो संस्कार अनुसार चाहिँ तपाईँहरूलाई चाहिँ यहाँ यसो एउटा बोल्ने माध्यम साथै अब यहाँ प्रोग्राम अनुसार चाहिँ यो अब बेहुला र बेहुलीको अब आउटी साथसाथ होइन यो प्रोग्राम राख्नु भएको रहेछ। त्यसले गर्दा चाहिँ हामी तपाईँहरूको घर दालानमा चाहिँ आइपुगेको छौँ होइन। अब तपाईँहरूले हामीलाई के भन्नुहुन्छ, हामी चाहिँ अब त्यसैको पर्खाइमा छौँ। हजुर आइदिनु भयो, हजुरलाई धेरै धेरै स्वागत छ। अब हाम्रो चेली हजुरपछि नै अब हामीले चाहिँ अब हजुरको हातमा सुम्पिएर पठाउनेछौँ। त्यसैले सदैव सुखी शान्ति र सदैव कल्याण होस् र हजुरहरूलाई धेरै धेरै स्वागत वेलकम गर्न चाहन्छौँ। हुन्छ, हाम्रो तर्फबाट पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन। अब तपाईँहरूको त अब छोरी चेली नै दिएर पठाउनु भएकोमा हामी त अब बेखुसी त हुने कुरै भएन होइन। अब चिनजानको क्रममा पनि तपाईँहरूको अब सबै भइसकेको होइन। अब तपाईँहरूको प्रोग्राम के छ होइन, त्यही अनुसार चलौँ न त। अब तपाईँहरूको जय यहीँ हुनुहुन्छ होइन, के अरे सम्धिनी के सम्धिनी कान्छी अब उहाँ चाहिँ जयको कान्छी, उहाँ पनि तपाईँको सम्धिनी नै। अनि म चाहिँ
त्यो तरिका चाहिँ हाम्रो पुगेको हुँदैन होइन हामी त पहिलोचोटि हो अनि खासै त्यो थाहा नभएर त्यसमा चाहिँ अब हजुरहरूलाई चाहिँ हल्का मनमा केही पर्यो भने चाहिँ हामी एकदम क्षमा प्रार्थी छौँ है ठिकै छ बहिनी अब यो त सिक्दै जाने हो होइन त्यो के भन्छ अब अलिकति संस्कार संस्कृतिमै चल्नु पर्दा सजिलो गरी बस्नु भयो के कसो भन्ने त अब मिलाउँदै जाने हाम्रो दिदी चाहिँ यहाँ लजाएर लजाको होइन डराएको डराउनु हुन्न कि आफ्नै हो लाउँछ नकरा यहाँ चाहिँ के भन्छ अरे अब दिदीलाई चाहिँ थाहा भएन नि को भनेर पानी खानु भयो अनि माथि पक्कै भए पनि बुहारीले सासूलाई त चिनेकै छ विचारमा होइन म चिन्ता गरिदिउँ त ल यहाँ सासू यहाँ चाहिँ कान्छा काका ससुरा किरणको कान्छा काका यहाँ चाहिँ किरणको कान्छी घरभित्रको अब म चाहिँ परे किरणको कान्छी बोजूको छोरा म पनि काका नै काका ससुरा ल हाम्रो चिन्तान चाहिँ यता किरणलाई त चिन्छ होला थाहा भयो तपाईँको बुढा पर्नु भयो बुढालाई चाहिँ ओके बोला त्यसो भए हाम्रो चाहिँ परिचय भयो परिचय चाहिँ सबैजना त सँग त भएन अब सम्झिनीलाई चिनियो फुपू र फुपाजुलाई चिन्नु भयो उहाँले चाहिँ किरणले चाहिँ चिन्नु पर्यो किरणलाई चिनाइदिनु बाबा कतिजना कता मम्मी आमा हुनुहुन्छ बाबा हुनुहुन्छ होइन हजुरले आमा यता चाहिँ यता चाहिँ फुपू है अनि यता चाहिँ फुसै अनि कता 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 यता चाहिँ ठुलो भाइ है अनि कान्छा कता गयो यता चाहिँ ठुलोबारी अनि यता कान्छी बारी अनि यता चाहिँ अर्चनाको मम्मी चिन्नुहुन्छ है अनि यो चाहिँ देविका हाम्रो चाहिँ आमा बाबा आउनु भइसकेको छ कति राम्रो बाबा कस्तो ह्यान्डसम देखिनु भएको म ढल्दिन्छ यहाँ ढल्दिउँ ओ अञ्जली ड्राइभर दाइलाई बोलाएर आएछ त्यो उहाँ चाहिँ फुपू हुनुहुन्छ हेलो कति राम्रो देखिनु भएको पछाडि चाहिँ हेरौँ को रहेछ दुईजना दाइ
आउनु भित्र ओइ अझ ड्राइभर दाइले बोलाएर आइछ कि आउनुहुन्छ होला क्या बिस्तारै आउनु दिदीलाई भेना यता होला मलाई अलि यता बिचमा आउनु त बिचमा जानु न तपाईँ अलि टाढो भाग्नु कति भाग्नु भयो कि अब त आफ्नै हो बस्नु छिट्टो सन्चो नि बुहारीको आमा दिदी के हो एकैचोटि राम्रो सबैले राम्रो जिन्दगी जाओस् लालु पाते पनि दिनु कि आमा ल अब आउनु अर्को बाबा र आमा यस्तै राम्रो भयो सबैले यस्तै राम्रो हुने धन्यवाद तिमीलाई पनि लगाइदिनु तिम्रो बिहामा आएर लाउने थापेर बसेर हेर्नु न नछुटाइदिनु ल तपाईँ जानुभएछ लोकल त तिमी झाँखा खानु देविका आधी आधी पानी ल खुसी छैन तपाईँहरू मेरो बेला त दुखी हो नि मेरो बुवा जस्तै हाल्नु हुँदो रहेछ ल आउनु त्यो तल खोजिछु मान्छेले हेऱ्यो भने त्यो टिकीको कान्छी टिका आमा है आमाहरू नि आउनु है म त 2-4 शब्द माग्ने हो के माग्नु होइन हाम्रो यताको आमा भेनापट्टिको आमा अनि फुपूहरू अगाडि आउनु है
यता बस्नुहुन्छ नि आमा यता बस्छ अब सकौँ नि म सानो मान्छेले गरिरहेको छु है अब कति गल्तीहरू भयो होला है कति कुराहरू कति व्यवहारहरू बोली वचनहरूमा त्यसमा चाहिँ के भन्छ अरे कहीँ कतै गल्तीहरू भयो भने चाहिँ त्यसमा चाहिँ म एकदम माफी चाहन्छु अनि अरू चाहिँ के भने खुसी पनि लागिरहेछ दुःखी पनि लागिरहेछ है सबैभन्दा फर्स्ट त दिदीलाई जिन्दगीको एकदम नयाँ जीवनको सुरुवात हो आजदेखि होइन नयाँ घर नयाँ परिवार नयाँ जिन्दगी नयाँ जीवनसाथी नयाँ ठाउँ हरेक कुराहरू नयाँ छ है अनि के भन्छु भने सबैभन्दा फर्स्टमा त है शुभकामना जीवनको शुभकामना मेरो भेनाजुलाई अनि यो खुसी है जुन अहिले हामीले देखिरहेछौँ दिदीको फेसमा यो खुसी होइन यो मुस्कानहरू यो हाँसो चाहिँ कहिले पनि कम हुन नदिनु है यो चाहिँ अझै पनि बढ्दै गएको देख्न पाऊँ हामी एउटै कोखबाट जन्म लिएको त होइन एउटा भावनाको नाताले भेट भएको दिदीबहिनीहरू हामी तर रगतको नाता भन्दा पनि एकदम गहिरो नाता छ हाम्रो है म चाहिँ एकदम धेरै रेस्पेक्ट गर्छु मेरो आमा हुनुहुन्न आमापछि म उहाँलाई आमा नै भनेर मान्छु दिदी भने म सम्बन्धमा दिदी भनेर सम्बोधन गरेँ नि आमा नै मान्छु अनि हामी सबै बहिनीहरूको तर्फबाट है सधैँभरि केही दिन नसके पनि एकदम यो विस गर्छु सधैँभरि खुसी रहनु अनि भेनाजु आमा फुपूहरू है अनि काकाहरू सबैजनालाई चाहिँ हाम्रो एकदम धेरै रिक्वेस्ट छ कहिले पनि आँसु आउन नदिनु है जिन्दगीको उतार चढावहरू त आउँछ कतिचोटि त्यस्तो परिस्थितिहरूमा चाहिँ सबैभन्दा ठुलो साथ सबैभन्दा ठुलो सपोर्ट चाहिँ आफ्नो मान्छेहरूको चाहिन्छ है दुःख परेको बेला गाह्रो परेको बेलामा आफ्नो मान्छेहरूले साथ छोडिदिन्छ त्यो टाइममा चाहिँ सधैँभरि दिदीको चाहिँ पछाडि ब्याकबोन बनेर सधैँभरि दिदीलाई चाहिँ सपोर्ट गरिराख्नु अनि अब हामीले अघि जुत्ता चाहिँ किन लुकाएको भने हामी त्यो पैसा लिन्छौँ त्यस्तो भनेर होइन हाम्रो चाहिँ एउटै मात्र इच्छा छ भेना चाहिँ होइन दिदीलाई सधैँ खुसी राखिदिनु एकदम धेरै बुझ्ने प्रयास गरिदिनु होइन कहिलेकाहीँ जिन्दगीमा सानोतिनो उहरू होला होइन त्यो टाइममा पनि मैले बुझ्नुपर्छ भनेर त्यो कुराहरू चाहिँ एकदम धेरै तपाईँले बुझ्दिनँ हामी चाहिँ यही कुरामा चाहिँ राजी भएर हामीले जुत्ता दिन्छौँ भेनाजुलाई सालीहरू सबै राजी छ कि छैन सोध्छु ल खै जुत्ता ल भेनाजुको जुत्ता मैले मेरो बुढापछि फर्स्ट टाइम भेनाजुको जुत्ता देख्छु है दिदीलाई चाहिँ सधैँभरि खुसी राख्नु होला त्यही भन्नु सकाउने होला है अब सकाउने त होला नि है अब चाँडै जानुपर्ने भइसकेपछि त रुदिनमाथि कस्तो रुन मन लाग्यो त्यो भएर त्यो दुःखी भएर रोक्यो भन्दा नि खुसी पनि हो एक त दिदी टाढा हुँदै हुनुहुन्छ भन्ने अलिकति मन झन्डै गएछ रुनी भनेको भोलिदेखि रुन पाउन्न ल अब चाहिँ खानेकुरा
त्यसरी नै हो त्यसरी नै ताली बजाउन है साथी